गुड इभिनिङ साथीहरू। अब हामी चाहिँ इभिनिङ भइसक्ने साँच्चै हामी चाहिँ जाँदैछौँ गुम्बा भिजिट गर्नको लागि। मेरो हातमा यो व्हाइट रोज पनि छ, साइडमा पूजा छिन् सेक्सी सेक्सी भएर हिँडेर छिन्, यतापट्टि अर्की सेक्सी छिन् सेलिना, उतापट्टि झन् अर्की सेक्सी छिन् उतापट्टि पार्वती। अनि हामी चाहिँ अब गुम्बा भिजिट गर्न जाँदैछौँ साथीहरू। जुम्लामा बस्ने पनि धेरै छैन समय, त्यही भएर हामीले छोटो समयमा पनि अलिअलि इन्जोय गरौँ न भनेर हिँडिरहेको छौँ। हेर्नुहोस् जुम्ला यस्तो देखिरहेछ अचल भोलि। जुम्ला यस्तो देखिरहेछ मलाई चाहिँ। जुम्ला उता पछाडि फेरि जुम्ला होइन। अनि पछाडि यहाँबाट माथि बाटो चाहिँ यताबाट यो पहिलाको बाटो हामी गएको बाटो यस्तो छ, यहाँबाट होइन र यस्तो छ हामी जान लागेको बाटो चाहिँ। सानो सानो बाबुहरू हुनुहुन्छ यहाँ खेलिराख्नु भएको छ। अहिले चाहिँ यो रोजको सिजन हो कि जुम्ला भनेको लास्टै। अनि मेनली चाहिँ कुन कलरको फुल छ अरे अहिले? व्हाइट पिङ्क र रेड कलरको होइन, तीन कलरको रोजहरू चाहिँ फुल्छ। हरियो त मैले देखेको छैन। अनि कस्तो फिल भइरहेछ त केटी आज घुम्न जाँदाखेरि? 3 वर्षमा फर्स्ट टाइम जान लागेको, एकदम रिलिफ भइरहेछ। हाम्रो चाहिँ एउटा यो ओरिजिनल ग्याङ हो नि, 4 जनाको ओरिजिनल ग्याङ जाँदैछ। 2089 देखि अहिलेसम्म 79 देखि अहिलेसम्मको ग्याङ हो यो। माथि छ साथीहरू, यहाँबाट देख्नु भएको छ त्यो चाहिँ गुम्बा हो। हामी जान लागेको डेस्टिनेसन चाहिँ त्यही हो, हेर्नु। अब हामी घुम्दैछौँ। के अरे के साथीहरूले चाहिँ छ्याङको कुरा गरिरहेको छन्, माइन्ड नगर्नु होला। यिनीहरू अलिक त जडा टाइपको छन् कि त्यही भएर हो। त्यही भएर हो। अनि यतातिर तोरी पनि फुलिरहेछ जुम्लामा। अनि अचल भोलि जुम्लामा चाहिँ यति धेरै घरहरू बनिसक्यो। सुरुमा हामी आउँदाखेरि खासै थिएन, फाटोफुट्टो थियो। अनि यो अगाडि देखिरहेको हरियो चाहिँ ओखरको बुट्टा हो। ओखरको अब सानो सानो दाना चाहिँ लगाइरहेको छ। सायद हामी जाने बेलासम्म हामी जाने बेलासम्म ओखर पाउँछ कि नै रे? अब हामी फाइनल्ली हाम्रो जाने बेलासम्म चाहिँ ओखर पाउँछ। एक लट चाहिँ हामी अझै घर ओखर लिएर जान्छौँ। ओखर र स्याउ जान्छौँ फेरि नै फाइनल्ली जाने बेलासम्म भनेको मैले। यो बाटो पनि त्यहीसम्म पुग्छ। सुन न यो बाटो के यस्तो अप्ठ्यारो बाटो हिँड्छ, लोटेर भाँच्चेलाई खुट्टा सुट्टा र अर्थोपेडिक बाटो फेरि खाली छ। त्यही पुग्छ, गुम्बाई पुग्छ उयो बाटो। पुग्छ यो बाटो? पुग्छ के? जान्छ नि नानी यो बाटो? जान्छ? यो बाटो जान्छ कि नै यो? हेलो भन्दै सानो, हेलो भन्देऊ, हेलो यसो गर्दै नि यसो। गुड कति गुड बोय हो कि गर्ल्स हो? गर्ल्स हो। हेलो हेलो हाई हेलो। कहाँ जानु लाग्यो? पर जानु लाग्यो। ल जाऊ त जाऊ। सेलना चाहिँ आज लास्ट टाइम देखि चाहिँ म्याच गरिरहेछ कलरको त्यो के अरे उसको लगाएको फुल र लुगाको चाहिँ। गोरी मान्छे सेता खुट्टा कालो फ्रक फरक र यहाँ सेम फेरि भइरहेछ। अनि कोही त घुमेर आइसक्नु भयो 3 जनाको ग्याङ। तर यहाँबाट हेर्दाखेरि चाहिँ यति नजिक छ, उहाँ पुग्ने बेलासम्म त टाइम लाग्छ। उकालो छ, सास बढ्न सक्छ साथीहरू। अलिअलि अक्सिजन बोकेर आउनु पर्ने। सिलिन्डर सानो मिनी सिलिन्डर। तर हामीले ऊ भेटाएनौँ कि रेडवाला रोज भेटाएन मैले। मिक्स गरेर कति राम्रो देखिन्थ्यो। राखिदियो त्यो रुचिको घरमा पनि लास्टै फुलेर चाहिँ। पूजा ऊ त्यहाँ रेड रोज लिनु जाँदैछिन्। आहा कति राम्रो देखेको। पूजा अलि धेरै लिएर है तल तलबाट टिपेर एमा यसरी मिसाउने। एप्स देखियो, एप्स देखियो, एप्स देखियो।
पसिना आइसक्यो उकालो चढ्दाखेरि छ फाइनल्ली गाइज हेर्नुहोस् के साह्रो काली न काली भएको ल हेर्नुहोस् गाइज बाटो चाहिँ कति अप्ठ्यारो छ हामी अब ढलिम पनि सिधै तल खोलामा त होइन यहाँ तल बाटोमा अर्को नयाँ बन्न लागेको बाटोमा चाहिँ जान्छौँ जति हिँड्न यति अप्ठ्यारो छ नि गाइज तर त्यो माथि गुम्बामा पुग्यो नि त्यति हामीलाई चाहिँ रिल्याक्स फिल हुनेवाला छ उहाँ चाहिँ डान्स सिक्दै हुनुहुन्छ हाम्रो डान्सर प्रो डान्सर हुनुहुन्छ उहाँ चाहिँ मोबाइल सर्ट जानु लाग्यो कस्तो यहाँबाट सिधै यो माथि र यहाँबाट होला कि पछाडिबाट हो कि नै हुँदा हुँदा नि तिमी पनि के गर्छौ यार यहाँबाट यो त घरमा जाने जस्तो लाग्छ मलाई पछाडि ल बाटो हेर्नु कति सानो बाटो यो त घरमा जाने बाटो हो घरको आँगनमा कति राम्रो साग धनिया एस यहाँबाट तलको भ्यू कस्तो दामी देखिरह एयरपोर्ट पनि देखिन्छ दामीसँग यहाँबाट यहाँबाट कता हो त अब घरको आँगन आँगन हिँडिरहेको छौँ हामी कसले हामीलाई कुट्न बेर छैन यो चाहिँ के फुल अरे लाउरी फुल यो पनि लास्टै फुल राम्रो फुल छ यहाँ जुम्लामा गहुँ पनि छ कोही ठाउँमा गहुँ काट्नु भयो कोही ठाउँमा गहुँ हरियै छ यो स्याउको बुट्टा ऊ सानो दाना स्याउको सानो दाना लागिरहेछ बाटो हेर्ने यस्तो छ उकालो ओह्रालो सानो बाटो राम्रोसँग हिँड्नु होला साथीहरू स्यान्डल त कसरी लगाउनु भएको छैन नि चिप्लेर फेरि स्यान्डल यहाँदेखि चाहिँ बल्ल बाटो पिच हुँदैछ अलिकति भइसकेको रहेछ एयरपोर्ट मजाले देखिँदैछ यहाँबाट गाउँ हेर्नु साथीहरू त्यहाँ छतमा के अरे छानामा जस्ता माथि अनि गहुँ राख्नु भएको छ सुकाउनु भएको होला सायद अब त्यो पुन्य लगाएर राख्दै हुनुहुन्छ कोही गाउँ चाहिँ हरियो छ यो बाटो चाहिँ यस्तो छ के हजुर ए मलाई त्यस्तो लाग्यो क्या गुम्बा माथि चाहिँ हामी घुमेर यहाँबाट यसरी जान्छौँ यो के को भयो भन्नु सेलिना सेलिना हो ए यस्तो भित्र भित्र नछिरौँ है कसैले गाली नै गाली गर्छ नि यहाँबाट फेरि माथि पनि त्यही त जिल्ला प्रशासन यही हो यस्तो छेउमा किन हो त जिल्ला प्रशासन यस्तो बजारतिर हुनु पर्ने त तर राम्रो छ भाइ यो भवन टाढाबाट हेर्दा टक्क देखिन्छ त्यो पनि हो सही भनिन् सेलिनाले चाहिँ एउटा गुड पोइन्ट है ल फाइन है फाइन 1 मा 1 1 मा 1 पायो साथी एमसीक्यूमा त कति हुन्छ ल यस्तो बाटो छ उकालो हामी जाँदैछौँ साथीहरू सबको हातमा फुल छ फाइनली आइपुग्यौँ हामी मेन रोडमा ए होइन रोड यता माथि पनि रहेछ त फेरि यसो ट्र्याक्टर आइरहेछ जुम्लाको भ्यू
जुम्ला बजार हाम्रो कास पनि देखिरहेको छ अलिअलि यहाँ चाहिँ बोकी छ सबै कति दामी बोकी हामी कसैले पनि हेन्ड क्यास पैसा बोके छैनौँ हेन्ड क्यास पैसा बोके छैनौँ अब त्यहाँ भित्र यदि जान दिएन भने हामी चाहिँ रिटर्न ब्याक टु होम सायद टिकट छ जस्तो लाग्छ मलाई फाइनल्ली हामी गुम्बाको गेटमा आइपुग्यौँ अब जाँदैछौँ सल्ला धुपैले हेर्नु हामी कसैले पनि पैसा बोकेको छैनौँ दाइले चाहिँ टिकट लिएर जानु भन्नुभएको छ 20 रुपिज पर पर्सन तर वी हेभ नो मनी ल भाषा मिलाउँदैछौँ थ्याङ्क यू सो मच दाई कस्तो भाषा पूजाले भाषा मिलाइदिनु त्यही भएर हो क्या हो यति राम्रो छ यहाँ फोटा खिच्दैछन् यहाँ रहेछ नि पैसा काने लिएर गरिदिउँ न भन्ने उहाँ कति दामी छ ल पूजा चाहिँ यो बुकी बनाउँदै छिन् कति राम्रो देखेको मिक्स कलर कस्तो राम्रो देखेको भाइ मिक्स गरेको राम्रो गरौ त यो पनि मिसाउनु पाए हुन्थ्यो एक दुईटा पूजा ए हामी जाने बाटो चाहिँ यताबाट रहेछ ल के अरे सेलना यसलाई के भन्छ सेलना चाहिँ काठमाडौँकी बासिन्दा हो नि त त्यही भएर सोधेको मैले त्यहाँ धेरै सोमेतिर गयो नि भनेर मोबाइल सर्च गर्नु कि क्या हो गाइज हामी चाहिँ फाइनल्ली आइपुग्यौँ गुम्बा कस्तो पसिना पसिना हो बुद्ध भगवान लुक इट साथीहरू टिकटक बनाउँदै हुनुहुन्छ सेलिना ल हिँड स्टार्टिङमा आऊ यो चाहिँ गुम्बाको बाटो हिँडेर घुम्ने ठाउँ बिचमा चाहिँ मन्दिर छ ठुलो व्हाइट अनि यता चाहिँ सबै सानसानो भगवानको सबै बुद्ध भगवानको चाहिँ सानसानो मूर्तिहरू राखिएको छ यहाँ माथि पनि ठुलो मूर्ति छ सायद मेरो मोबाइलले भ्याएन होला यता हामी घुमेर सबैजना घुमिराख्नु भएको छ साथीहरू चाहिँ टिकटक बनाउन सुरु गरिसक्नु भयो म चाहिँ अलिअलि भिडियो बनाउँदैछु फाइनल्ली कति ठुलो छ यो व्हाइट गुम्बा सबैजना टिकटकमा व्यस्त हुनुहुन्छ दामी छ गुम्बा हेर्नु साथी एकचोटि सरर यस्तो भ्यू छ यहाँको चाहिँ हजुरहरू घुम्न आउन सक्नुहुन्छ यदि जुम्लाभित्रै हुनुहुन्छ भने यदि बाहिरदेखि आउनुभयो भने नि घुम्न आउन सक्नुहुन्छ दामी यहाँबाट पुरै जुम्ला बजार पनि देखिन्छ एयरपोर्ट पनि देखिन्छ एयरपोर्ट जुम्ला बजार कर्णाली एकाडेमी अफ हेल्थ साइन्स भवन